नमस्ते, म मीना भण्डारी। आज यहाँहरू सामु एउटा सन्देशमूलक कथा लिएर उपस्थित भएकी छु। एक पटकको कुरा हो, एउटा घना जङ्गलमा एउटा काग बस्थ्यो। ऊ आफ्नो जीवनबाट पूर्ण रूपमा सन्तुष्ट थियो। उसलाई न कुनै गुनासो थियो, न कुनै दुःख। उसलाई लाग्थ्यो म जस्तो जीवन बाँच्ने भाग्यमानी अरू कुनै चरा छैन। तर एक दिन उसले आकाशमा एउटा हाँस देख्यो। त्यो हाँस पूर्ण रूपमा सेतो, सुन्दर र शान्त स्वभावको थियो। यो हाँस कति सुन्दर छ, म त कति कालो छु। पक्कै यो संसारको सबैभन्दा खुसी चरा होला। कागले हाँससँग आफ्नो सोच सेयर गर्यो। कागले भन्यो, तिमी कति सुन्दर छौ, म त कालो छु। मलाई लाग्छ तिमी नै सबैभन्दा खुसी चराहरू मध्ये एक हौ। हाँसले मुस्कुराउँदै जवाफ दियो, मलाई पनि पहिले यस्तै लाग्थ्यो कि म त सबैभन्दा भाग्यमानी चरा हुँ। तर एक दिन मैले सुगा देखेँ। सुगा दुई रङको हुन्छ, हरियो र रातो। ऊ झन् सुन्दर लाग्यो। त्यसपछि मलाई लाग्यो सायद सुगा नै संसारको सबैभन्दा खुसी चरा हो। त्यसपछि काग सुगाको खोजीमा हिँड्यो। सुगा भेटेपछि काग फेरि त्यही प्रश्न दोहोऱ्याए, तिमीलाई हेर्दा तिमी धेरै खुसी जस्तो देखिन्छौ, के तिमी नै सबैभन्दा खुसी चरा हौ? सुगाले गहिरो सास फेर्दै भन्यो, मलाई पनि यस्तै लाग्थ्यो। तर एक दिन मैले मोर देखेँ। मसँग त केवल दुई रङ छन्, तर मोरसँग त कति धेरै रङहरू छन्। ओ झन् सुन्दर छ। त्यसैले मलाई लाग्यो सायद मोर नै सबैभन्दा खुसी चरा हो। अब काग मोरलाई भेट्न चिडियाखाना गयो। चिडियाखानामा मोरलाई हेर्न हजारौं मानिसहरू आएका थिए। मोर आफ्नो रङ र सुन्दरताले सबैलाई आकर्षित गरिरहेको थियो। सबै मानिसहरू गएपछि काग मोरको नजिक गयो। कागले भन्यो, तिमी कति सुन्दर छौ। हरेक दिन हजारौं मानिस तिमीलाई हेर्न आउँछन्। तर मलाई देख्ने बित्तिकै मानिसहरूले धपाउँछन्। मलाई लाग्छ तिमी नै संसारको सबैभन्दा सुखी चरा हौ। मोरले शान्त स्वरमा जवाफ दियो, बाहिरबाट हेर्दा म सबैभन्दा खुसी जस्तो देखिन्छु, तर वास्तविकता फरक छ। म यो चिडियाखानामा कैद छु, म स्वतन्त्र छैन। मैले धेरै सोचे र मैले बुझेँ कि काग मात्र यस्तो चरा हो जो स्वतन्त्र छ। यदि म काग जस्तो हुन पाएको भए जहाँ पनि स्वतन्त्र रूपमा उड्न सक्थे। काग छक्क पर्यो। उसलाई पहिलो पटक महसुस भयो उसले आफूलाई कहिले मूल्याङ्कन गरेको थिएन। हामी पनि यस्तै गर्छौं, अरूको जीवनसँग तुलना गरेर आफ्नै जीवनलाई कमजोर ठान्छौं। तर सत्य के हो भने हरेक व्यक्तिको जीवनमा केही न केही कमी र केही न केही विशेषता हुन्छ। खुसी त्यो होइन जोसँग सबै कुरा छ। खुसी त्यो हो जोसँग जे छ त्यसैमा सन्तुष्ट छ। यदि तपाईहरूलाई यो भिडियो मन पर्यो भने लाइक गर्न नबिर्सनुहोला। यस्तै रमाइला र सन्देशमूलक भिडियोहरू हेर्न हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला। अब नयाँ भिडियोको साथ भेटौँला। हस्त।